हेलो साथीहरु, वेलकम टु सबैलाई मेरो मिनी भ्लगमा। अनि साथीहरु, मैले तपाईलाई भनेको थिएँ साथीहरु मेरो भ्लग आउने छ भनेर। अनि मैले चाहिँ के भनेको थिएँ भन्दा मेरो जहिले साथीहरु भ्लग आउने छ सटरडे। मेरो साथीहरु जहिले भ्लग सटरडे आउने छ भनेर मैले तपाईलाई भनेको थिएँ, बट मैले सटरडे भ्याइन किनकि मेरो चाहिँ साथीहरु कति धेरै गर्नुपर्ने होमवर्क अनि होमवर्कहरु पढाइहरु पढ्नु पनि पर्छ नि त। अब यसरी केटाकेटीहरुले यसरी भ्लग बनाएर मात्र हुँदैन साथीहरु, त्यसैले मैले पढेँ। अनि आइतबार चाहिँ अनि हाम्रो चाहिँ के थियो भन्दा हामी चाहिँ आज जान आँटेको फिल्म हेर्न। अनि तपाईहरु भनिराख्नु भएको छ होला यति राम्रो मोबाइलमा आजले कसरी भ्लग बनाएको छ। दिस इज हाम्रो चाहिँ रिजुदीको मोबाइल हो। अनि मैले चाहिँ रिजुदीको मोबाइलमा भ्लग बनाएको। रिजुदीको आइफोन हो नि त, त्यसैले राम्रो पनि आउँछ भने अब घरकाले मोबाइलै दिएन। अनि साथीहरु आज हामी जान आँटेको फिल्म हेर्न। अनि यस्तो मजा आउनेवाला छ आज। त्यो पनि फिल्मको नाम पनि परान फिल्म हेर्न जान आँटेको साथीहरु। आज यस्तो मजा आउने छ। अनि साथीहरु अब परान फिल्म हेर्न जानुभन्दा अगाडि अनि मैले अब लुगाहरू लानुपर्छ हैन। तपाईलाई मेरो ड्रेस पनि देखाउने छु। अनि मैले चाहिँ अब स्कुलले आउने बित्तिकै भ्लग स्टार्ट गरेको नि त साथीहरु। अनि त्यसैले सबैजनाले हेर्न नभुल्नु होला। हेर्नुसम्म परान फिल्म त परानै उडान्छन् भन्छन्, हामी त रुन्छौँ कि रुँदैनौँ थाहा छैन। सो लेट्स गो। सो अब म चाहिँ सुरुमा लुगादेखि स्टार्ट गर्छु ल। लुगा तपाईलाई देखाउने छु। गाइजहरु हाम्रो फाइनल लुक पनि भइसकेको छ। अनि हामी चाहिँ अहिले राति छौँ किनकि साथीहरु अब हामीले अघि एक त ढिलो भयो नि त साथीहरु। अनि अघि ढिलो भएको थियो अनि के गर्दा भात पनि पकाउँदा दिदीहरूले हैन। अनि उयो भयो ढिलो भयो साथी। एकैचोटि हामी सबैलाई फाइनल लुक देखाइसकेको छौँ। अनि साथी तपाईलाई हामी एकैचोटि भेट्नेछौँ सिनेमा हलमा। अनि ठुलो आमा चाहिँ गइसक्नु भयो। अनि हामी चाहिँ म्याजिकमा चढ्छौँ। साथी एकैचोटि भेट्नेछौँ दिदी हामी कता सिनेमा हलमा। बाई। सो साथीहरु हामीले चाहिँ फाइनली यहाँ सफारी पायौँ। ढोका सफारीको अङ्कल म्याजिक अङ्कल भन्छौँ। अब राति आँखा पनि होला होइन, अलिअलि काट्नु छु। बल्ल अङ्कलले के भन्छ दिदी ढुक्का खोज्दा त्यो बल्ल त्यहाँ छेउमा। अनि साथी सिनेमा हलमा भेट्छौँ भनेको यस्तो हाँसुटो नि दिन मलाई त खोज्दा अनि त्यही भएर यही बनाइदिउँ भनेको साथी। यहाँ हाम्रो रोड चाहिँ एकदम उयो छ कि सलकपुरको रोड। अनि यहाँ हल्लेको छ त्यसले साथी हामी एकैचोटि अब चाहिँ फिक्स सिनेमामा भेट्नेछौँ होइन, सिनेमा हलमा। अनि परान फिल्मले चाहिँ परानै खायो भनेको सुनेर हामी परान फिल्म हेरेको साथी। ल म त रुन्छु नै फिक्स किनकि परान फिल्म नानी दिदी परान छ त के गर्नु। दिदी पनि रोकमा हालिदिइहाल्छु दिदी। सबैजना रोक्छ होइन। अहिले रुनु हुन्न भन्नु बिफोर अब आफ्टर हेर्नुभयो चाहिँ साथीहरू अहिले रोक्छ। बाई सिनेमा हलमा भेटौँला साथीहरू। हामी ढिलो आए पनि हल चाहिँ खाली नै रहेछ। अनि यता ठुलो हामी हुन्छ अनि उता चाहिँ ठुलो आमा हुन्छ। हामी चाहिँ फर्स्टमै आएछु। उयो हल त पुरै खाली रहेछ। हाम्रो सिट कुन हो? सबै हाम्रो होला हैन। गाइस मुभी स्टार्ट होला। यो चाहिँ एडभर्टाइज हो। सो दिदी ठुलोहरू पनि हुन्छ। म पनि छु। दाइ किन रोक्यो ल तन्जाने विदेश तन्जाने विदेश। अनि साथीहरु हामीले चाहिँ अहिले भर्खरै मुभी एन्ड गरेको छौँ 8:30मा। मुभी हेर्न थालेपछि चाहिँ साथीहरु भ्लग पनि बनाउनु बिर्सेछौँ रोको होइन। म चाहिँ म त पुरै फर्स्टै इन्डसम्म नै रोएँ। अनि दिदीले के भन्नुभएको थियो म त रोएँ किन दिदी कस्तो फिल भइरहेको छ अहिले। दिदीको नि आँखा त रातै छ। हामीले त अनि भ्लगै बनाउनु बिर्सेको साथीहरु। यस्तो रुने थियो रुवाउने एकदमै। स्टोरी राम्रो छ। सबैजनाले हामीले चाहिँ हेर्ने भन्दै दिदी अहिले सम्झिँदै तर मुभी अझै लागिरहेको यो फोटो बुवालाई चाहिँ भेट्न पाएँ। त्यो शङ्कर बजाउने सबैजना हेरिदिनु पढाएर। अनि आजको लागि यति नै साथीहरू, मिल्नुपर्छ अर्को भ्लगमा। अनि आज एकदम गुड नाइट टेक केयर गाइज। के भन्ने थिएँ? लट्स अफ माया ल।